च्यापुङ जात यो हाम्रो जातिहरूको पालन गर्छ। मूलत यो च्यापुङ कसरी बन्यो भन्ने सन्दर्भमा निकै लामो मूल छ, इतिहास छ, जनश्रुतिहरू छन्। यो सबभन्दा पहिला हाम्रो मानव जातिहरूले घर बनाउनु नै थाहा नभएको अवस्थामा बाजा तेन्तुलेन भन्ने व्यक्तिले विवाह गर्नु खोज्दाखेरि उहाँले परम्पराको कुनै अदालतहरूले घर निर्माणको मान्छेसँग म घर बनायो भने मात्रै के गर्छु भन्ने शर्त राख्छन्। त्यसोको कुराले उहाँले अब तुल्याउनु भेलाबाट घरमा शिक्षा विकास गरे प्रत्येक बेलाको सोधुङै टेकुवा भन्छन्। सोधुङले हाम्रो चाहिँ तिनका पछि हुनुहुन्थ्यो सृष्टिकर्ताहरूसँग सबै देवी देवतासँग बात मार्न सक्ने शक्तिशाली हुनुहुन्थ्यो। उहाँलाई चाहिँ कसरी घर बनाउने भन्ने कुराहरू राखे उहाँले सिग्नल दिनुभयो, घर बनाउनु भयो। तर जतिवटा घर बनाइसक्यो बनाउने बित्तिकै छ 20औँ घरहरू बनेर भत्किएपछि अब के गर्ने भनेर फेरि त्यही सर्वशक्तिमान सोधुङले लेखमहलको घरमा पुगेर यसरी घर बनाएको भत्किरहन्छ के गर्ने भन्दा उहाँले चाहिँ म त्यो कुरा के हो भनेर जोखाले हेरेर भन्नु सक्ने म चाहिँ साम्बा फेलाङमा पठाइदिन्छु भनेर पठाइदिनु भयो। त्यो भत्किरहेको कुरा चाहिँ जोखानामा देखेपछि उहाँले च्यापुङ बनाउनु पर्छ भने च्यापुङ कहाँ आउँछ भन्दाखेरि फलाना घरको त्यो नागरी भन्ने व्यक्तिहरूलाई सोध्छु हाम्रो नामहरू भनेको नाथहरू नाच्दाखेरि नाचे त्यसपछि चाहिँ घरको लागेन भत्किएर भन्ने छ र यिनै दुई व्यक्तिको विवाहमा के सम्पन्न होस् पूर्णता पाओस् भनेर नाति आशीर्वाद दिएदेखि यो हाम्रो मुटुङमा भएको खास गरी बाजा अहिले पनि नयाँ घर बनाउँदाखेरि हामी नाच्छौँ, विवाह मान्छौँ र लिम्बू जातिहरूको किंवदन्ती विश्वास च्यापुङ नबजाएको देव ठकठामा लाग्दा घरमा ननाचेको घरले पूर्णता पाउँदैन। तसर्थ मैले अत्यन्तै सन्देह अब हामी लिम्बू जातिहरू एउटा कुरामा हामी गौरवपूर्ण छौँ। विश्व बजारमा सबै हाम्रा बाजाहरू परिमार्जित भए विज्ञानको चमत्कारले साथ दिए। तर लिम्बू जातिहरूको यो च्यापुङ बाजा यस्तो हो जति बेला हाम्रो सिरियस हो अहिलेसम्म पनि जीवन त जस्तोकै जस्तो छ भनेर हाम्रो जातिहरू गौरव मान्ने कुरा हामी जानकारी गराएर मैले अत्यन्तै छोटो च्यापुङको नागरिकको कुरा राखेर मैले बिदा दिएँ। नमस्कार शिवा। नवीन राईज्यू कता हुनुहुन्छ? कृपया अगाडि आइदिनु, स्टेजमा आइदिनु होला। नवीन राई, हामी हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ एक चुमुङका कलाकारज्यूहरूलाई।